कार्यक्रम सञ्चालकज्यू, आजको यस कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि यस विद्यालयका प्राचार्यज्यू, आदरणीय प्रधानाध्यापक, सम्माननीय शिक्षक शिक्षिकाहरू, अभिभावक मित्रहरू तथा मेरा प्यारा नानी बाबुहरू सबैलाई मेरो हार्दिक नमस्कार गर्न चाहन्छु र मेरो स्वागत मन्तव्य, शुभकामना मन्तव्य राख्नुभन्दा पहिला म एउटा यहाँ जति पनि विद्यालयमा पढाउने शिक्षक शिक्षिकाहरू हुनुहुन्छ उहाँहरूको सम्मानको लागि यहाँहरूले अभिभावकज्यूहरू, अतिथिज्यूहरूले जोरदार तालीले उहाँहरूको सम्मान गरिदिनु हुन म सविनय निवेदन गर्न चाहन्छु। आज अभिभावकको तर्फबाट मलाई केही शब्द राख्ने अवसर दिनुभएकोमा विद्यालय परिवारप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। विद्यालय भनेको पढाइ हुने ठाउँ मात्र होइन, यो त भविष्य निर्माण गर्ने पवित्र मन्दिर हो। यहाँबाट भविष्यका लागि डाक्टर, इन्जिनियर र अफिसर मात्र होइन, असल मानिस पनि विद्यालयबाट नै तयार हुन्छन्, जुन देशको लागि सुयोग्य नागरिक बन्दछन्। सबैभन्दा पहिले त म सम्पूर्ण गुरुज्यूप्रति पुनः नमन गर्न चाहन्छु। हामी अभिभावकले बच्चालाई जन्म त दिन्छौँ, शिक्षकहरूले उसलाई जीवन जिउन सिकाउनुहुन्छ। त्यसैले गुरु भनेको साँच्चीकै जिउँदो भगवान सरह हुनुहुन्छ। प्रिय नानी बाबुहरू, तिमीहरू घरको उज्यालो र यो देशको भविष्य पनि हो। ठुलो सपना देख, मेहनत गर र आफ्नो आमा बाबु गुरुजनको सम्मान गर्न कहिल्यै नबिर्स। मान्छे बन्नुभन्दा पहिला असल मान्छे बन्न सिक। तर आजको समाजमा केही चिन्ताजनक कुरा पनि देखिरहेका छौँ। विद्यालयमा बच्चालाई सामान्य अनुशासन सिकाउन खोज्दा कहिलेकाहीँ शिक्षक नै दोषी ठहरिरहेको अवस्था छ अहिले। अब यससँग मैले के उदाहरण दिन चाहन्छु भने पनिसमेन्ट भन्छौँ हामीले, अलिअलि बच्चालाई हप्की त लगाउनै पर्छ जस्तो मलाई लाग्छ। अहिले धेरै बालबालिकाहरू हाम्रो लाड प्यारले गर्दाखेरि भनेको नटेर्ने र विद्यालयमा कोही शिक्षकहरूले अलिकति हप्की लाए पनि गएर अभिभावकहरूलाई भन्ने र अभिभावकको नजरमा उक्त शिक्षक नै दोषी देखिने जुन खालको एउटा कल्चरको विकास हुँदै गइरहेको छ, यो अत्यन्त दुःखद र नराम्रो पक्ष हो भन्ने मलाई लाग्दछ। त्यसैले मलाई लाग्छ र मलाई विश्वास छ एउटा अभिभावकको नाताले पनि शिक्षकले कोही पनि विद्यार्थीलाई बिना कारण पनिसमेन्ट गरेको चाहिँ हुँदैन। किन पनिसमेन्ट गर्यो भन्ने कुराहरू अभिभावकहरूले पनि बुझ्न जरुरी छ। यो मैले किन पनि भन्दैछु भने हाम्रो लाड प्यार अहिले माया त बच्चाको सबै अभिभावकलाई लाग्छ नै, तर यो मायाले गर्दाखेरि भोलि निक्लिने जुन रिजल्ट हुन्छ त्यो रिजल्ट हामीले पहिला देख्न सक्नुपर्छ, तब मात्र हामी असल अभिभावक हुन सक्दछौँ। मलाई लाग्छ शिक्षकले कहिल्यै बिगार चाहनुहुन्न, सधैँ सुधार चाहनुहुन्छ। त्यसैले विद्यालय र अभिभावक बीच टक्राव होइन, समन्वय हुनुपर्दछ। त्यसैले त हाम्रो सनातन संस्कृतिले पनि भन्छ माता पिता र गुरु भगवान। तर आज पश्चिमा संस्कृतिको प्रभावले हामी अत्यन्त जुन जरा काट्दै गइरहेको छ, हामीले आफ्नो संस्कृति बिर्सिँदै गइरहेको आभास हुन थालेको छ। संस्कार यदि हरायो भने हामीले जतिसुकै उच्च शिक्षा दिए पनि त्यो शिक्षा अधुरो हुन्छ भन्ने कुराको ज्ञान सम्पूर्ण अभिभावकहरूमा हुन जरुरी छ। पढाइ केवल किताब र भोकाइ मात्र हुँदै होइन। हामी बच्चाले अङ्ग्रेजी बोल्यो अथवा फर्स्ट पोजिसन लिएर आयो भने बच्चाले निकै नै राम्रो गर्यो भनेर सोच्छौँ। यथार्थमा बच्चाले त्यो किताबी भोकाइ र पढाइ र पोजिसन मात्रै चाहिँ बच्चाको चाहिँ एउटा एक्टिभनेस होइन भन्ने कुराहरू सम्पूर्ण अभिभावकहरूले बुझ्न असाध्यै जरुरी छ। आज चित्रकला, खेलकुद, प्र्याक्टिकल काम, सृजनशीलता गतिविधि यदि धेरै नबढाउने हो भने बच्चाहरूमा बिस्तारै यो डिजिटल लत बस्दै गइरहेको छ। मोबाइलमै बच्चाहरू धेरै मोबाइलहरू हेर्ने भइरहेको छ। त्यसैले विद्यालय परिवारलाई पनि म विनम्र के निवेदन गर्न चाहन्छु भने बच्चाहरूलाई धेरैभन्दा धेरै घरमा होमवर्क दिँदाखेरि किताबको होमवर्क पनि त्यति धेरै नदिनु हुन पनि म सुझाव दिन चाहन्छु। किनकि अहिले धेरै जसो बच्चाहरूले च्याट जिपिटी हेरेर हिसाब होमवर्कहरू गरिरहेको अवस्था छ। यसले विद्यार्थीहरूको सृजनशीलतामा निकै नै प्रभाव पारेको छ, जसको रिजल्ट चाहिँ हामीले बिस्तारै भोग्नेछौँ, निकट भविष्यमै भोग्नेछौँ। किनभने कस्तो खालको बच्चाहरू उपस्थित अब उत्पादन हुन्छ भने तपाईँको बाबु चाहिँ चामल केबाट बन्छ अथवा भात केबाट पाक्छ भन्दाखेरि बोरामा आएको चामलबाट भन्ने खालको चाहिँ, अथवा दुध चाहिँ कहाँबाट आउँछ भन्दा पोकाबाट भन्ने खालको चाहिँ त्यस्तो खालको एउटा हामीले
फर्स्ट डिभिजन लिएर आएको अथवा डिस्टिङसन लिएर आएको विद्यार्थी उत्पादन गरेर मात्रै चाहिँ विद्यालयले आफ्नो जिम्मेवारी पुरा गर्न सक्दैन जस्तो मलाई लाग्छ। व्यवहारिकतामा पनि थोरै ध्यान दिन असाध्यै धेरै जरुरी रहेको छ। र म एउटा कुरा मैले छुटाउनै नहुने कुरा जस्तो लाग्छ, म अत्यन्त भावुक मनले भन्न चाहन्छु, यो पीडा मलाई लाग्छ म जस्तै र केही अभिभावकज्यूहरूले त भोगिसक्नु भएको छ र त्यही अवस्था भोग्नको लागि म बिस्तारै त्यही बाटोमा अगाडि बढिरहेको एउटा अभिभावक हुँ। त्यही भएर मलाई लाग्छ यो कुराहरू मैले यहाँ भन्न जरुरी छ। अहिले निकै नै हाम्रो गाउँघर अथवा सहर बजारमा निकै नै एउटा प्रचलन एउटा संस्कृति बढ्दै गइरहेको हामीले देखेका छौँ। सबै 12 पढेपछि के गर्ने अथवा ब्याचलर गरेपछि के गर्ने भन्ने विदेश जाने भनेको के हो भनेर विद्यालयले बुझाउन जरुरी छ जस्तो मलाई लाग्छ। भने जसको घरमा खाना पुग्दैन, खेत बाँझो छ, रोजगारी छैन, त्यस्ता बाबुहरू विदेश जान्छन्। रहरले होइन बाध्यताले आफ्नो सन्तानको पेट भर्न भविष्य बनाउन परदेश जान्छन् भन्ने कुराहरू बुझाउन जरुरी छ। तर यता कता सहरी क्षेत्रमै हामीले देखेका छौँ अहिले जसको सबै सुविधा सम्पन्न सम्पत्ति पनि छ, 2-3 पुस्तालाई बसी खान पुग्ने अथाह सम्पत्ति पनि छ, तर पनि साथी गयो म पनि जान्छु भनेर चाहिँ जुन देखासिखी गर्ने रहरमा धेरै चाहिँ यो युवा वर्गले देश छोडेको अवस्था छ। यसलाई रोक्नको लागि मलाई लाग्छ विद्यालयले निकै ठुलो भूमिका निर्वाह गर्न सक्छ। किनकि विद्यालयमा आउने भनेको बालबालिका काँचो माटो हो। काँचो माटोलाई कस्तो खालको आकार दिने अथवा देशभित्रै धेरै कुराहरू गर्न सकिन्छ, देशलाई माया गर्नुपर्छ भन्ने खालको भावनाहरू यदि हामीले विकास गराउन सक्यौँ भने यो बाध्यता र रहरको बिचको जुन विदेश जाने प्रचलन छ यसलाई केही हदसम्म कम गर्न सकिन्छ जस्तो मेरो बुझाइ भएको कारणले गर्दाखेरि मैले यहाँ विद्यालयलाई यो कुरा निवेदन गर्न चाहेँ। र अर्को कुरो विदेश पलायनको अर्को सबैभन्दा ठुलो भनेको के हो देखासिखी आफ्नो ठाउँमा छ। अर्को कुरो संस्कृति हो। हाम्रो संस्कृति बिस्तारै विचलन भइरहेको छ, पश्चिमा संस्कृति हावी भइरहेको अवस्था छ। हामीले गुरु माता पितालाई जुन भगवान मान्ने हाम्रो संस्कृति छ अहिले त्यो सम्पूर्ण संस्कृति बिस्तारै हराउँदै गइरहेको छ। संस्कृति किन हराउँदै गइरहेको छ भन्दा हाम्रो यो जुन शिक्षा प्रणाली छ, शिक्षा प्रणालीमा नै व्यापक चाहिँ यसमा चाहिँ घुसपेट भएको छ। यसप्रति पनि अभिभावकज्यूहरूले विद्यालयलाई र विद्यालयले पनि यो कुराहरूप्रति चाहिँ विद्यार्थीहरूलाई सचेत गराउनु मैले असाध्यै आवश्यक ठानेको छु। किनभने यो आज जुन एउटा मभन्दा अगाडिको पुस्ताले यो समस्या भोगिरहनु भएको छ र म स्वयं पुस्ता पनि अब केही समयमा त्यो पीडा भोग्नको लागि अग्रसर भइरहेको छु। यो सबै कुराहरू रोक्नलाई सरकारले जतिसुकै पोलिसी लिएर आए पनि तत्कालै सम्भव छैन। त्यसैले विद्यालयबाटै देश प्रेम, आफ्नो संस्कृति, माटोप्रतिको माया यी सबै कुराहरू बुझाएर अगाडि लानुपर्ने जस्तो मैले थोरै देखेको छु। यो कुरा मैले किन पनि यहाँहरू समक्ष राख्न चाहेँ भने मलाई याद छ मैले 7 कक्षा 8 कक्षा 9 कक्षा पढ्दै गर्दाखेरि इतिहास पढिन्थ्यो, नैतिक शिक्षा पढिन्थ्यो। ती कुराहरूमा हामीलाई धेरै कुराहरू सिकाइन्थ्यो र इतिहास पढ्दै गर्दा भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवरहरूको इतिहास पढ्दै गर्दाखेरि हाम्रा यी हातका रङहरू ठाडो भएको कुरा मलाई अझसम्म पनि अनुभव छ। र स्वयं मेरो छोरी अहिले 9 कक्षामा यसै स्कुलमा पढ्छ। मैले सामाजिक विषयमा तपाईँले पनि हेर्न सक्नुहुनेछ, इतिहास पढ्दै गर्दा महात्मा गान्धीले गरेको असहयोग आन्दोलन धेरै पढाइन्छ, फ्रान्सको स्वतन्त्रता सङ्ग्राम धेरै पढाइन्छ, अमेरिकाको स्वतन्त्रता सङ्ग्राम धेरै पढाइन्छ। तर हाम्रा वीर गोर्खालीहरूले गरेको यो 2224 राज्य एकीकरण गर्दाखेरि गरेको दुःख, यो देश निर्माणको लागि उनीहरूले बगाएको पसिना खाइ नखाइ लडेको ती कुराहरू अहिले धेरै चाहिँ सारांशमा मात्रै पढाएको हामीले पाइएको छ। नैतिक शिक्षा त लगभग अब सकिने अवस्थामा छ, त्यो विषय नै हटाइएको अवस्था छ। यसप्रति पनि सम्पूर्ण अभिभावकज्यूहरूलाई थोरै सचेत हुन र यदि मिल्छ भने विद्यालयले पनि त्यस्ता खालका एक्स्ट्रा जुन कोर्सहरू छ कोर्सहरू थप्न मिल्ने भयो भने थपिदिनु भयो भने भोलि देशको लागि आवश्यक पर्ने एउटा सुयोग्य नागरिक उत्पादन गर्न ह्याप्पी बोर्डिङले पनि योगदान दिन सक्छ भन्ने कुरामा म एउटा अभिभावकको तर्फबाट विद्यालयलाई थोरै यो निवेदन गर्न चाहन्छु। र सानैदेखि जब बच्चालाई देश प्रेम सिकाइन्छ, देशभित्रै केही गर्नुपर्छ, यो देश हाम्रा पुर्खाहरूले यसरी बचाएको हो भनेर चाहिँ जब देश प्रेमको भावना बच्चाहरूमा
दिलाउन सकिन्छ तब मात्र यो देशमा युवा पलायन रोकिन्छ र युवा पलायन रोक्नको लागि विद्यालय स्तरबाटै केही पहल गर्नुपर्छ भन्ने लागेर मैले आजको यो अभिभावक दिवसमा यी कुराहरू राखेँ। मलाई आशा छ विद्यालयले यसमा केही पुनर्विचार गर्नेछ। किन पनि मैले यो विद्यालयमा यी कुराहरू राखेँ भने आदरणीय कविराज सर आफै पनि अमेरिका जस्तो देशको सुविधा सम्पन्न लाइफ छोडेर नेपालमै केही गर्नुपर्छ भनेर शिक्षा क्षेत्रमा लाग्नुभएको अग्रज व्यक्तित्व हुनुहुन्छ। उहाँ जस्तो व्यक्तित्वले मलाई लाग्छ यो विद्यालयबाट उत्पादन हुने जुन विद्यार्थीहरू छन् विद्यार्थीहरूलाई पनि नेपालभित्रै केही गर्नुपर्छ। पढ्नलाई विदेश जाने हो तर उही बस्ने उहीको प्यार पाउनुलाई धेरै ठुलो इस्यु नबनाउने र फर्केर बा आमाको बुढेसकालको सहारा बन्ने र देश विकासमा एक रूपता भएर अगाडि बढ्ने जुन प्रेरणा उहाँले आफै प्रेरणादायी व्यक्तित्व भएको कारणले गर्दाखेरि पनि यो स्कुलमा अझ धेरै त्यस्ता राष्ट्रप्रेमका प्रेरणाहरू जगाउन सफल हुनुहोला भन्ने उहाँलाई म थोरै यो सल्लाह र सुझाव पनि दिन चाहन्छु। धन्यवाद। हार्दिक धन्यवाद सर। हाम्रो नेपाली समाजको बदलिँदो परिस्थिति, नेपाली युवाहरू विदेश पलायन हुने डरलाग्दो अवस्था, बुढेसकालमा आफ्ना छोराहरू कहिले फर्केलान् भनेर छोरा छोरी आउने बाटो हेर्दै बसिरहेका आमा बुबाको एउटा तीव्र यथार्थलाई उहाँले प्रस्तुत गरेर जानुभयो। उहाँलाई म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु।